हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको भिडियोमा हामी ब्लड ग्रुपिङको बारेमा सिक्छौँ, स्पेसिफिकली फरवर्ड ब्लड ग्रुपिङ। र यो टेस्ट चाहिँ ल्याबमा डेली युज हुने टेस्ट हो फर ब्लड ट्रान्सफ्युजन अगाडि ब्लड ग्रुपिङ कन्फर्म गर्नलाई। सो कृपया यो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। पहिला चाहिँ यो हामीले ब्लड ग्रुपिङ गर्नुभन्दा पहिला चाहिँ हामीले ब्लड चाहिँ इडिटी भाइलमा कलेक्ट गर्नुपर्छ र ब्लड कलेक्ट गरिसकेपछि हामीले चाहिँ ब्लड ग्रुपिङ गर्नलाई एउटा क्लिन ग्लास स्लाइड लिने र क्लिन ग्लास स्लाइडमा यसरी नै यो भिडियोमा देखाए जसरी नै हामीले गरे जसरी नै एक एक थोप्ला स्लाइडमा चाहिँ तीन ठाउँमा ब्लड राख्ने र ब्लड राखेपछि हामीले एन्टी ए सेरम, एन्टी बी सेरम र एन्टी डी सेरम हामीले राख्छौँ। पहिला चाहिँ हामीले एन्टी ए सेरम राख्दैछौँ जुन चाहिँ ब्लू कलरको छ। यसको क्याप पनि ब्लू कलर नै छ होइन। एक एक ड्रप हामीले चाहिँ राख्दैछौँ। यो भिडियोमा राखे जसरी नै हो सेम राख्ने होइन। अनि यो चाहिँ एन्टी सेरम हो। त्यसै गरी नै हामीले अब एन्टी बी सेरम राख्छौँ जुन चाहिँ येल्लो कलरको छ। कभर पनि माथिको क्याप पनि येल्लो कलर र भित्रको पनि येल्लो कलर नै छ। त्यसपछि हामीले चाहिँ एन्टी डी सेरम राख्छौँ जुन चाहिँ कलरलेस छ र माथिको क्याप चाहिँ रेड कलर छ होइन। अब यसरी नै भिडियोमा राखे जसरी नै हामीले राख्छौँ र एन्टी डी सेरम राखेपछि हामीले अब मजाले मिक्सिङ स्टिक लिएर मिक्स गर्छौँ र यो मिक्स गरिसकेपछि यसमा जेन्टली मजाले मिक्स गरिसकेपछि हामीले चाहिँ हेर्ने भनेको इफ पेसेन्टको आरबिसीमा स्पेसिफिक एन्टिजेन छ भने त्यो एन्टिजेनले करस्पोन्डिङ एन्टिबडीसँग रियाक्ट गरेर एग्लुटिनेसन देखाउँछ र हामीले हेर्ने भनेकै एग्लुटिनेसन हो। ब्लड ग्रुपिङमा जहाँ एग्लुटिनेसन हुन्छ त्यहाँ करस्पोन्डिङ एन्टिजेन प्रेजेन्ट हुन्छ र हामीले चाहिँ अब यसो मजाले मिक्स गरिसकेपछि हामीले चाहिँ एग्लुटिनेसन हेर्छौँ र एग्लुटिनेसन अनुसार हामीले चाहिँ अब ब्लड ग्रुपिङ छुट्याउँछौँ। एबिओ सिस्टममा एबी एबिओ र ओ ग्रुप हामीले हेर्छौँ। मेनली चाहिँ हामीले एबिओ सिस्टम र आरएस फ्याक्टर हेर्ने गर्छौँ यसमा। अब चाहिँ एकर्डिङ टु एग्लुटिनेसनको आधारमा हामीले चाहिँ कुन ब्लड ग्रुप हो कसरी हो भनेर चाहिँ अब छुट्याउँछौँ। अब चाहिँ फर्स्ट स्लाइडमा चाहिँ हामीले मजाले मिक्स गरिसक्यौँ। अब मिक्स गरिसकेपछि हामीले कुन ब्लड ग्रुप हो कसरी भयो भनेर चाहिँ हामीले भन्छौँ। अब क्लियरली यो जेन्टली मिक्स गरेर अगाडि चाहिँ अब यसरी स्लाइडमा हेर्नु होला। एमा पनि एग्लुटिनेसन आछ, बीमा पनि आछ र त्यसै गरी एन्टी डीमा पनि एग्लुटिनेसन छ। इफ त्यस्तो भयो भने चाहिँ हामीले एबी पोजिटिभ ब्लड ग्रुप भनेर भन्छौँ। त्यसै गरी अब हामीले अर्को स्लाइडमा हेर्छौँ र अर्को स्लाइडमा अब एग्लुटिनेसन एकदमै क्लियरली देख्दैछ। एमा एग्लुटिनेसन देख्दैछ, त्यसै गरी एन्टी डीमा देख्दैछ। त्यस्तो भयो भने हामीले चाहिँ यसलाई ए पोजिटिभ ब्लड ग्रुप भनेर भन्छौँ। अब नेक्स्ट बाँकीको एउटा स्लाइडमा चाहिँ हामीले त्यसरी गरेर नै रिपोर्टिङ गर्छौँ। अनि यो भिडियो हेरिदिनु भएकोमा चाहिँ हजुरहरू सबैलाई एकदमै धेरै धेरै धन्यवाद। कृपया लाइक सेयर र सब्सक्राइब गर्नुहोला। थ्याङ्क यू सो मच। र यो लास्टमा चाहिँ हामीले हेर्न सक्छौँ बीमा एग्लुटिनेसन र एन्टी डीमा एग्लुटिनेसन देख्दैछ, त्यो भनेको बी पोजिटिभ भयो।